म बच्चादेखि आएको यिनीहरूको षड्यन्त्रले म यहाँ आएको मलाई धेरै वर्ष सेनाबाट निकालेर के गर्यो माओवादीहरूले मलाई त्यसरी झोङमा आएको हाम्रो देश राजा नभएर केही पनि हुन्न भन्ने हाम्रो शङ्का लागेको छ। हामी राजालाई स्वागत गर्न आएको हामी गल्ती गरे हौ राजा हामीले चाहिँ हालेको अहिले चाहिँ हामीले भुल भएको छ त्यही राजालाई पुनः स्थापना गर्नलाई आएको राजा आउनुपर्छ हाम्रो देशमा त अत्याचार भयो धेरै नै विदेशीहरूले यहाँ काम पाएन विदेशमा खेदेर छ सबलाई यो भएन यो चाहिँ नि राम्रो राजा आए राम्रो हुन्छ ए हामी राजा चाहन्छौँ राजतन्त्र चाहन्छौँ र हामी यो गणतन्त्र मुर्दाबाद भन्न चाहन्छौँ यो गणतन्त्रको अन्त्य गर्न चाहन्छौँ हाम्रो आन्दोलन जारी छ हामी राजालाई स्वागत गर्न आउँदाखेरि एयरपोर्टमा यहाँ के अरे सुरक्षाकर्मी तैनात गरेर हामीलाई भित्र पस्न दिएन त्यो भएर यो गणतन्त्र मुर्दाबाद यो गणतन्त्र धोका हो हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ यही भन्न चाहन्छु। खुर्पा खुकुरी लिएर हामी आन्दोलनमा आएको हो र श्रीपाँचको चाहिँ स्वागत गर्न आएको हामी अब खुर्पा खुकुरी लिएर आएको भए उनीहरू पछि हट्थे हामी खाली हात लिएर आएको छौँ र चाहिँ नि अब हामीलाई जहाँ लगिदिनु बागमती टेलर फालिदिने हामीले सहयोग गर्नुपर्छ शक्ति छैन हाम्रो त्यो भएर गणतन्त्रका नेताहरूले देशको माया गरेनन् यी अपराधी हुन् यी पापी हुन् यी अपराधी हुन् यी हिटलर हुन् यो अहिलेको सरकार सद्दाम हुसेन हो इराकको राष्ट्रपति सद्दाम हुसेन र केपी ओली एकै भएको हुँदा म अपाङ्ग मान्छे छु म घरबाट 109 वर्षको बाला छोडेर यहाँ आउनु परेको देशमा सही साध्य भएन युवाहरू देशमा बस्नै दिएनन् कल कारखाना जति सबै यिनीहरूले बिक्री गरिसके अनि हाम्रो मनले नमानेर देशको अभिभावक श्रीपाद महाराज धिराज ज्ञानेन्द्र सरकार चाहिन्छ भनेर हामी यहाँ मर्न पनि तयार छौँ। सुरक्षा व्यवस्था कडा गर्दै यहाँबाट प्रवेश गर्न नदिएको अवस्था छ यो तपाईहरूले दृश्यमा देखिरहनु भएको छ। अब एकछिन केही टाइम छ अनि त्यो टाइमको लागि चाहिँ हामी अहिले वेटिङमा बसेका छौँ। अनि भित्रै प्रवेश गरेर स्वागत गर्ने यहाँबाट जब सरकार सभा